विष्णु पौडेलजी यहाँ हुनुहुन्छ, नेकपा एमालेका उपाध्यक्ष, पूर्व अर्थमन्त्री, उपप्रधानमन्त्री। पार्टीको कामको सन्दर्भमा सुर्खेत पुग्नुभएको थियो, उहाँलाई गिरफ्तार गर्यो। भोलिपल्ट बिहान उहाँ काठमाडौँ आउँदै हुनुहुन्थ्यो, सरकारलाई राम्ररी थाहा थियो, उहाँसँग कुराकानी भएको थियो, उहाँले बताउनु भएको थियो भोलि बिहान यति बजेको फ्लाइटबाट म यहाँ आउँदैछु। सरकारले उहाँबाट समातेर सुर्खेत हुँदै गाडीको बाटोबाट ल्यायो। भोलिपल्ट लगभग 12 बजेतिर पुर्यायो यहाँ। उहाँ बिहान 9 बजे आइपुग्नुहुन्थ्यो काठमाडौँ। प्लेनबाट 9 बजे आफै आइपुग्ने मान्छेलाई रातभरि सुत्न नदिएर, दुःख दिएर पक्रिएर काठमाडौँ ल्याएर एउटा कुचुर्क अँध्यारो कोठामा थुनेर 25 दिन थुनेपछि अदालतले भन्यो थुन्नुपर्ने कुनै आधार त्यस्तो देखिएन, त्यसकारण साधारण तारिखमा छोडिएको छ। कस्तो प्रतिशोध, कत्रो बलजफ्ती, कता जाँदैछ देश, के हुँदैछ लोकतन्त्रमाथि। त्यसकारण लोकतन्त्र फर्काउनु पर्छ। उसै बेलादेखि राजनीतिक दलहरूसँग परामर्श गरिएन। राजनीतिक दलहरूलाई अनादर, उपेक्षा, अपहेलना गरेर, घृणाको पात्र बनाएर, कुप्रचार गरेर, झुटा आरोप थोपरेर चलेको छ। त्यसकारण अहिलेको आवश्यकता हो लोकतन्त्रको रक्षा गरौँ, लोकतन्त्र वापस गरौँ, लोकतन्त्र फिर्ता ल्याउँ, संविधानको रक्षा गरौँ। अब यस बाटोबाट अगाडि बढ्नका लागि अरू कसले गर्छ? राजनीतिक दलहरूले नै गर्नुपर्छ। यो पुराना र नयाँ भन्ने कुरा अत्यन्त गलत भाष्य। नेपालमा धर्मका नाउँमा उहिलेदेखि नेपाली जनतालाई फुटाउन खोजियो, पार लागेन। जातका नाउँमा नेपाली जनतालाई फुटाउन खोजियो, पार लागेन। भूगोलका नाउँमा नेपाली जनतालाई फुटाउन खोजियो, पार लागेन। कसरी टुक्र्याउन सकिन्छ भावनात्मक ढङ्गले नेपाली जनतालाई कोसिस गरियो, पार लागेन। अहिले नयाँ र पुरानाका नाउँमा विभाजन गर्न खोजिएको छ। यो विभाजन त घर घरमा हुने भयो। बाबुआमा छोराछोरीका बिचमा हुने भयो, हजुरबा हजुरआमा र नाति नातिनीका बिचमा हुने भयो, नयाँ र पुरानाका बिचमा। अनि पुराना पार्टी भन्यो। अमेरिकामा कुन कुन पार्टी छन्? नयाँ छन् कि पुराना छन्? डेमोक्रेटिक र रिपब्लिक पार्टी होइन। त्यहाँ त नयाँ पार्टीको डिमान्ड भएको छैन त। पार्टीहरू पुराना हुँदैनन्। उनीहरूले आफूलाई अद्यावधिक गर्नुपर्दछ, अद्यावधिक गरिरहेका छन्। पोलिटिकल पार्टीले नै जान्दछन् अद्यावधिक आफूलाई कसरी गर्ने, कसरी समयानुकूल बनाउने भन्ने कुरा। किनभने समाज परिवर्तनको अभिभारा उनीहरूले बलिदानपूर्ण सङ्घर्षबाट पहिले पनि वहन गरी आएका छन्, अहिले पनि वहन गर्नुपर्छ भन्ने चेत उनीहरूमा छ र भविष्य कता लानुपर्छ भन्ने कुराको पनि दृष्टिकोण हुन सक्छ। नेपाललाई पार्टीहरूले चिनेका छन्। नेपाललाई पार्टीहरूले चिन्दछ। मानव जातिले समाजको सुव्यवस्थाका लागि, मैले धेरै ठाउँमा भन्ने गरेको छु पहिलेदेखि, सामाजिक सुव्यवस्थाका लागि मानव जातिले पहिले राजनीतिको आविष्कार गर्यो। राजनीतिबाट समाजलाई सुव्यवस्थित गर्ने, राज्यको उत्पत्ति त्यसैबाट हो। त्यो मुखिया तन्त्रको समयमा होस्
कबिलाई तन्त्रको, त्योभन्दा पछि मुखिया तन्त्रको अथवा दासयुगको अथवा पछिल्लो समयको जुनसुकै प्रणाली भए पनि राजनीतिक प्रणाली आउँदै गयो। तर राजनीतिक प्रणाली र शासन व्यवस्थाले मात्रै भएन, राजनीतिले मात्रै समाज सुव्यवस्थामा लान सकिएन। राजनीति भनेको शासन व्यवस्थाले, शासनले मात्रै भएन। त्यसकारण राजनीतिक दलहरू पनि चाहियो समाजलाई व्यवस्थित गर्नका लागि। यसकारण राजनीतिलाई ठिक ढङ्गले सञ्चालन गर्नका लागि समाजमा सहिष्णुता, समाजमा भिन्न मतको सहअस्तित्व, भिन्न मतका बीचमा संवाद, भिन्न मतका बीचमा सहिष्णुता साथ, सहअस्तित्वका साथ अगाडि जाने प्रतिस्पर्धा। राजनीतिक दलहरू भइसकेपछि एउटा दल मात्रै हुँदैन, फेरि राजनीति मात्रै हुन्छ, एउटा मात्रै दल हुँदैन। त्यसकारण प्रतिस्पर्धाबाट राजनीतिक दलहरू अगाडि बढ्ने परिपाटी, त्यसले विकास गर्दै लोकतान्त्रिक प्रणाली भन्ने कुरा स्थापित गर्यो। दलविहीनता सामाजिक प्रणालीमा अबको समयमा दलविहीनता हुँदैन। संसारभरि दलहरू नै प्रतिस्पर्धा गर्छन्, दलहरूले नै शासन गर्छन्। त्यसकारण दल विरोधी कति वर्षपछि पुरानो हुन्छ दल? सैकडौँ वर्षसम्म। बेलायतमा कतिवटा दल छन्? दुईटा दल मुख्य रूपमा, त्यहाँ कन्जर्भेटिभ र लिबरल, लेबर पार्टी र कन्जर्भेटिभ पार्टी।